प्रिय श्रोतावृन्द, द वर्ड्स अफ गड अर्थात् परमेश्वरको वचन कार्यक्रममा यहाँहरू सबैजनालाई जय मसीह तथा नमस्कारको साथमा स्वागत छ। येशूको निम्ति नशर्माउने जीवन, रोमी 1:16। किनकि सुसमाचारसँग म शर्माउँदिन, किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहुदीहरूका निम्ति र अन्य जातिहरूका निम्ति पनि। प्रेरित पावलले यहाँ साहसपूर्वक घोषणा गर्नुहुन्छ कि उहाँले सुसमाचार प्रचार गर्नका निम्ति कुनै डर लाज मान्नु हुँदैन। सुसमाचारका खातिर उहाँले थुप्रै घृणा, निन्दा, कष्ट सहनु पर्यो, तर पावलले ख्रिस्टमा भएको सत्य र शक्तिको प्रकट गर्न डराएनन्, किनकि सुसमाचार परमेश्वरको शक्ति हो जसले पापी मानिसहरूको जीवनमा परिवर्तन गर्दछ। तसर्थ सुसमाचार प्रचार गर्नु लाजको कुरा होइन, तर पापी मानिसहरूलाई बचाउने ईश्वरीय शक्ति हो। जसरी पावलले पवित्र आत्माको शक्तिद्वारा साहसपूर्वक सुसमाचार प्रचार गरे, त्यसै गरी पवित्र आत्माको शक्ति सबै विश्वासीहरूका लागि उपलब्ध छ। जब उहाँको वचनमा विश्वास गर्दछौँ भने त्यहाँ सुसमाचारमा उद्धार र मुक्तिको सन्देश छ। पापी मानिसहरूलाई बचाउने परमेश्वरको शक्ति छ। उहाँको वचनले कठोर हृदयलाई पनि नम्र बनाउन सक्छ। सुसमाचारले मानिसहरूलाई परमेश्वरमा विश्वास गर्न मद्दत गर्दछ। यस संसारमा सुसमाचार नसुनेका धेरै मानिसहरू छन्, तर कतिपल्ट हामी लाज, डर मानेको कारण हामी आफ्नो वरपरका मानिसहरूलाई सुसमाचार प्रचार गर्दैनौँ। प्रिय श्रोता, सुसमाचार परमेश्वरको शक्ति हो जसले मानिसहरूलाई हृदयमा परिवर्तन गर्दछ। परमेश्वरदेखि टाढा भएका मानिसहरूलाई उहाँसँग मिलाप गराउँछ। तसर्थ उहाँमा विश्वास गर्ने हरेक व्यक्तिहरूले लाज र डर बिना सुसमाचार प्रचार गर्ने जीवन जिउन सकौँ। आमेन।